नमस्ते सबैजनालाई कोरियामा बस्नुभएको दाइ दिदी भाइ बहिनीहरू सबैजनालाई मलाई अस्ति सेप्टेम्बर 2 जुन तपाईहरुले एउटा सम्मान कार्यक्रम राख्नु भएको थियो त्यो कार्यक्रममा मलाई एकदमै खुसी लाग्यो सबैजनालाई धेरै धेरै धन्यवाद अनि त्यो सम्मान कार्यक्रमले मलाई धेरै नै हौसला भएको छ किनकि त्यो सम्मानले गर्दाखेरि पनि मैले गरेको काममा अरूले पनि हातमा हात मिलाएर काम गरेको छ भन्ने मलाई लागेको छ र अब नेपाल फर्केपछि जुन तपाईहरुले मलाई गर्नुभएको सहयोगबाट चाहिँ बच्चाहरूलाई चाहिँ धेरै सहयोग हुनेछ र संस्थालाई पनि धेरै सहयोग हुनेछ र पछि फेरि पनि तपाईहरु काठमाडौँ आउनुभयो भने चाहिँ हाम्रो संस्थामा एकचोटि हेर्न आउनुस् तपाईहरुले पनि कुन संस्थामा कसरी सहयोग पुर्याउनु भएको रहेछ भन्ने तपाईलाई पनि थाहा हुनेछ आफ्नो देशभन्दा बाहिरको देशमा गएर जुन नेपाली दाजुभाइहरुले सम्मान दिएकोमा मलाई एकदमै खुसी लागेको छ त्यो सम्मानले चाहिँ म मात्र हैन सबै हरेक नेपालीहरुलाई पनि एउटा गौरव हुने कुरा हो किनकि हामी जस्तो अब युवाहरुले काम गरेकोमा अरु नेपाली दाजुभाइ दिदीबहिनीहरुले सहयोग पुर्याउनुमा पनि धेरै धन्यवाद छ। नेपाल आउँदाखेरि चाहिँ तपाईहरु सबैजनालाई म स्वागत गर्दछु। धन्यवाद।